पुगे 60 वटा भयो के टोपारी परे है अलि फन्का सानो होला क्या जाने यहाँ ठुलो फन्का हुँदा हाल्दाखेरि मिलेन क्या आमा पार्टी बाउ पार्टी ठाउँमा एकदम लोकल बस्यो झोल ज्याकेट वाले जुन अब यसो भन्दा लोच्छ त माले को सिरको फुला जुठो छ कि चोखो छ त्यो फुल लाउने मलाई ढोको छ मासु बाँड्ने चाहिँ 2 जना मात्रै है साथीहरु हेलो गाइस वेलकम छ आज मेरो युट्युब च्यानलमा हैन आज हाम्रो चाहिँ टोलको भैलो खाने हैन त आज हामी चाहिँ भैलो खानको लागि सबैजना यहाँ छ है स्वागत छ है सबैलाई हेर्नुहोस् भैलो खानेलाई चाहिँ बाह्र आइसकेको छ बाह्र होइन बोका साँचे खसी आइसकेको छ ल हेर्नुहोस् ल हेर्नुहोस् फोटो खिच्नलाई चाहिँ आफै अगाडि आइसकेको छ ल हेर्नुहोस् हाम्रो यहाँको सबभन्दा जानकारी मान्छे चिन्नु मान्छेहरूले चाहिँ कमेन्ट गरिदिनु होला है को भनेर हाम्रो आपटलको चाहिँ सबभन्दा सिनियर मान्छे ल हेर्नुहोस् यो चिकुन कुखुरा भनिन्छ यसलाई चाहिँ यो पनि छ है हाम्रो उसमा यो चाहिँ आज रोस्टको लागि त है रोटी पोल्ने भनेर सुनेको थियो यो चाहिँ कटिङ गर्ने हेर्नु नाको इला मारा अन्त पुसे होसे इला माटा मार्दिन म त चाहिँ हेरेको के होला भनेर ल मने कति भयो 12 नपाउने भयो के क्यामेराले के हाल्ने पुछाउने मजाले दिरेका मेनाना माले चाहिँ छादेरले गोटा मजा आछ मजा दुने केटाना आउने पक्का लौन अनि भर्नेको के ठार छ नि भरे नि त कानी जामी मजा मिली म मिसाइ भइहाल्यो नि अझै मिसाइ उगली भइहाल्यो नि पछि भटाइ भइहाल्यो नि ल हेर्नुहोस् आज हामी भैलो खाने यो ठाउँमा है ल हेर्नुहोस् एउटा दुईटा अनि 3टा चुल्हा एउटा चाहिँ पानी बसालिसकेको छ एउटा त यता रहेछ आज यसलाई चाहिँ मलाई त मेन भिडियो चाहिँ के त भ्यालेछ ल हेर्नुहोस् भाउजूले चाहिँ कटिङ कति राम्रो गरे यिनको नाम चाहिँ काली भनेको होइन गोरी हो मान्छे चाहिँ गोरी छ नाम चाहिँ काली रहेछ ल हेर्नुहोस् यो चाहिँ 5 काटेको यसलाई चाहिँ ओनियन भनिन्छ अनि उता चाहिँ टमाटर यो चाहिँ कटिङ गर्ने हेर्नुहोस् नाको इला मारा अन्त पुसे होसे इला माटा मार्दिन म त चाहिँ हेरेको के होला भनेर ल मने कति भयो 12 नपाउने भयो क्यामेराले के हाल्ने पुछाउने मजाले दिरेका मेनाना माले चाहिँ छादेरले गोटा मजा आछ मजा दुने केटाना आउने पक्का लौन अनि भर्नेको के ठार छ नि भरे नि त कानी जामी मजा मिली म मिसाइ भइहाल्यो नि अझै मिसाइ उगली भइहाल्यो नि दिनेर मामा
आलु सबै यो ल कति किलो थियो चिप्ले नसक्ने लोकल कतै मैले इसीको चाहिँ जोग बहले भए कुसे जम्मै इसे जोमरा अचल जेन होइन मिम डब्रे मितालु देनी गो मितालु जो जाके कुरीसँग 5 वटा है 6 वटा ल भाइ त्यो सेलरोटी भैलोको भन एकदम नानी 2 थोकलाई त पुगे 60 वटा भयो के टोपारी पर्यो है यता यता गर्नु गोलो छानमा भयो भयो धेरै भयो सिंखा धेरै भयो मलाई डर लाग्यो पर्छ भनेर हैन त्यो सोझ्याउन लाखो यसरी झिक्दा एउटै हो रोटी फल्ने त एकैछिन खालो फाल्ने स्याट्टै मिक्सरमा स्याट्टै किन्यो एकैछिन हुन्छ मिक्सरमा किन्यो भने मुनै पर्दैन मिक्सरमा नुगाले मुख दिक्न त्यो त भयो के मिलमा लाने के मिलमा लागेको रहर हुन्छ कसरी लाने मिलमा पानी हालेको नि सुकाउने सुकाउने त थुप्रो दिन लाग्छ हामी गाउँमा सुगर बस्छ भनेर एउटा सानो बन्छ कि है ल यहाँ त हामी बितिकै ड्युटी सिंहले यसो गरेर नै बिस्री बिस्री गर्न दिदैन पासे ल यहाँ त के त्यत्रो बाटै अहिले अर्को बाटो छ नि है अर्को छैन फेरि एकैछिन नै नचलाउनु कस्तो राम्रो हो एक दिन मना गरेको भन्छ नि दु हेलो गाइस वेलकम छ है हाम्रो आजको आपटलको भैलो आमा पार्टी भैलो खाने हो हेर्नुहोस् आज सबै भइसकेको छ काटेर अब चाहिँ सबै पकाउँदैछ ल हेर्नुहोस् हाम्रो गुमाले चाहिँ एकदम मिठो बनाउँछ त्यही भएर भात चाहिँ पनि उसले हुँदो रहेछ ल हेर्नुहोस् गाइस कति मिठो एकदम स्वादिष्ट र एकदम तिखा है गाइस यो चाहिँ कुखुराको झोल बनाउनेको लागि चाहिँ यो गाइस अनि यो चाहिँ हामी कुखुराको मासु बनाउँदैछ ल
गाइस यस्तो दामी बनाउनुहुन्छ ल हेर्नुहोस् कति मजाले पर्दै भुटेको छ ल हेर्नुहोस् गाइस यदि मिठो र स्वादिष्ट हुन्छ ल हेर्नुहोस् गाइस अनि यसपछि चाहिँ फेरि अर्को तरकारी पकाउँदैछ हेर्दै हेर्नुहोस् यहाँ चाहिँ रोस्टको लागि चाहिँ मरमसाला चाहिँ तयार गर्दैछ साथीहरू ल हेर्नुहोस् रोस्ट है यो चाहिँ कुखुराको ब्रोइलरको रोस्ट यसमा चाहिँ रोस्ट पनि हुँदैछ अनि यो चाहिँ रोस्टको लागि चाहिँ तयार गर्दैछ ल हेर्नुहोस् हाम्रो आमा पार्टीको समूहले सबैले मिलेर हेर्नुहोस् त रोस्टको लागि है साथीहरू यो चाहिँ फ्राई रोस्ट हो यस्तो दामी है गाइस ल हेर्दै बस्नु होला अहिले चाहिँ यसको लागि चाहिँ हामी मसला मिक्स गर्दैछ र यसमा के आउँछ सबै चिज जान्छ ल हेर्नुहोस् त अदुवा लसुन मिर्च खुर्सानी हैन त अनि मसला सबै चिज हालेको छ गाइस अनि यस्तो टेस्टी बनाउनु हुन्छ नि ल हेर्नुहोस् अनि यहाँ हाम्रो बाख्राको मासु पकाउँदैछ गाइस यो चाहिँ बाख्राको है साथीहरू ल गाइस ल हेर्नुहोस् अनि यो चाहिँ टोपर सिलाउँदा है अहिले हामी चाहिँ बाख्राको भुटुवा कुखुराको भुटुवा जस्तो कि ब्रोइलरको पनि भुट्टा अलग्गै होइन त अनि त्यसपछि चाहिँ फेरि ब्रोइलरको भुटुवा अलग्गै अनि फेरि लोकल भुटुवा पनि छ है गाइस त्यसको लागि चाहिँ टोपर सिलाउँदैछ ल गाइस हेर्दै बस्नु होला कि हाम्रो आजको 3-3वटा छ क्या सुँगुर चाहिँ पाएन गाइस त्यही भएर चाहिँ लोकल कुखुरा ब्रोइलर कुखुरा अनि खसी है गाइस त्यही भएर चाहिँ टोपर रोप्दै यो चाहिँ टोपर है गाइस सबैजनाले चाहिँ टोपर सिन्दैछ कोही चाहिँ गिदाउनेतिर लाग्ने पनि अब बेला भइसकेको छ गाइस एकछिनपछि सबैले भएपछि चाहिँ गिदाउने पनि सुरु हुन्छ है जाने यहाँ ठुलो फान्का हाल्दाखेरि मिलेको क्या कोलको कुखुराको पनि झोल खाने सबै खसीको मासु आमाले खाएको भैलो नजोडेको रोटी भएन भाउजू खाली गर्नु है खाली गर ल नभए ठोल्छ दिन त यहाँ गोसे लोकल गोसे लोकल इना कानु चाहिँ भोलि जाते छिनी आउथुल आमा पार्टी बाउ पार्टी अथवा लोकल गोसे झोल ज्याकेट वाले जुन ल गुमा नाको दरे हजुर बाबु जोरले है गाई ल छिनी कानु आमा पार्टी खोज्या त अनि आमा रेनुवाले आमा पार्टी अध्यक्ष अनि छिनीला पहिला चाहिँ लोकल गोसे भुट्टा छ है अब चाहिँ ब्रोइलर हो कान आमा पार्टीको बाउपट्टिको पुरैले कानु आफ्नो रोटी जोमी खसी चेमी लोकल गोसे चेमी भुट्टा ठोस हाले इसे चाहिँ वहाँ छि ब्रोइलर रोस्ट खास मूल्य इसे चाहिँ ब्रोइलर और भुट्टा चा रोटी खाते ज्याकेट मुंगई फिल्मे इसे टुन त खाना अब इसे केले गई जे इसे लोच्चा केले न ठुटमुरा चलेसे कानु अब इसे भन्दा लोच्चा छ माले छन्नी छन्नी बाबा भाउजू यो के हो रोस्ट के को हो यो गाइस यो चाहिँ कुखुराको रोस्ट है हो ल
यहाँ चौसो हेर्नु यो चाहिँ के हो फेरि यो के अरे खसी भुट्टाले चाहिँ खसी भुटुवा हजुर खसी भुट्टा खसीको भुट्टा रातो भयो है अहिले त दामी भयो अब ब्लड राख्ने छ यसलाई खुन रगत राख्ने छ अरू बाँकी अब के हाल्ने हो इसिहाले यो खसी हो है खसी खसीको भुट्टा त्यो खसीको मासु ल यता न हाल्नु टमटर टमटर कहीँ कनि नुन पनि हाल्नु यो टमाटर हालेको मैले 1 केजी यहाँ यहाँ पनि टमाटर आइसकेको छ अब नुन हाल्नु छ पैसा उठाएको है जना भेटे 29 जना हो कि अनि यो चाहिँ रेडी भइसक्यो ल भुट्टा रेडी भयो धनिया हालेँ मैले लास्टमा अनि यहाँ रोटी भाग बनाए हामी त यो आन्टीलाई चिन्नेहरूले चाहिँ कमेन्ट गरिदिनु होला है अनि यहाँ दिदीलाई चिन्नेहरूले पनि सबैले कमेन्ट गरिदिनु होला कसले कसले चिन्छ 5वटा भयो 6वटा सुरु गर्ने भ्यायो नि अब यति हो नि यहाँ चाहिँ गेम केही नै होइन जोडी मिलाइदिनु हिराडिन त छिनेको बारे खै छिन्नु पारे चाहिँ अब मगर गुठ्यु अध्यक्षसँग हाले के अरे तर आमा पार्टी चाहिँ आर्चिले छिने भइलो होसेको कुरा कि चाहिँ काने कुजामा सक्सेस जागिदिमा चमैसम्म कानु कार्यक्रम छान्ने स्याचेको स्याले लिचोले चिज छोटो कि पाचाले पितृ कुल्यो बाँडी के ल दिन नगए अनि लोगानी कान खाए मकै छो ज्याचे भर्मी चाहिँ अहिले छुरो र लावा लेडसले काली नै छिने आमासँग भाउ
केटी पो मैले रङ्गा मसु मैले भने नागो इडिकन भाइरलले आमाहरूको भैलो यो भैलोमा हामीले ट्याक्टी गर्नु पर्यो अरू के पनि हुन्छ हामी यहाँ चाहिँ अब पैसा लिएर अलि पछि दोहोरी गाउनु छ के तपाईँ चिन्ता नगर्नु यो पनि आउँछ के हजुर बाउ नहुँदै ल आमा पाटे भोट बुढा रे पर्यो अब माला जगन पर्यो नगर कने माला आले माने आले रमाइलो आले कान लाङु रेटी क्या आले 8 लाख रुपैयाँ यिनीहरू यहाँ कहाँ गयो नि यो त आवेश गर्न मार हाल्ने हुन्चिङ दे तिहाले कराजा दे तिहाले केको मासु हो भन्दिनु त बाकी दिन रुटिन दे तिहाले लोकल कुखुराको मासु 85 चाहिँ कान पाइरहन्छ सर मारको 50 खाले त अब यिनीहरू लोटे दे ल नगरे हेरिदिनु त ए अब यो आज हाम्रो आफ्नोको पार्टीको एउटा भैलो खेलेको 10 दिनको आज चाहिँ भैलो भोज खाँदैछ र त्यसको चाहिँ अलिकति यसो हिसाब किताब गर्दैछु टेन्सन छ अहिलेसम्म मिलाउँदैछ सबैलाई बुझाउनुपर्छ अहिले अब लास्टमा चाहिँ अब भन्नु पर्ला अहिले चाहिँ भाग लगाउँदैछ यहाँ सबैजना त्यति हो अब सबै आज चाहिँ ल्याउने म्यानेजमेन्ट जस्तो भयो एउटा यो पहिला नाचेको टसाइले हुन्छ फर्मिलाको ल हेर्नुहोस् सेम ऊ तन्दुरी रोटी बनाएको जस्तै गरे हातमा चाहिँ रोटी दिएको भए तन्दुरी रोटी रेडी हुन्थ्यो भेटा हुँदा खै भाग्न मारा भेटा हुँदा गाउँमा आयो भेटा हुँदैन यसरी भेटा हुँदा भेटा यसरी भेटा हुँदैन यसरी आयालाई मैला नपाए घुमाइदिन्थे सिङ्गापुरमा लाए आयालाई मैला नपाए घुमाइदिन्थे सिङ्गापुरमा लाए घुमाइदिन्थे सिङ्गापुरमा लाए ल सिङ्गापुरबाट धुलो आयो सिङ्गापुरबाट धुलो ल्यायो उडाएर ए अब उनी जाने छोरी देखेन गाडी मासु बाँड्ने चाहिँ 2 जना मात्रै है साथीहरू अब हाम्रो आजको अन्तिममै आइपुगेको छ ल हेर्नुहोस् अब मासु बाँड्ने खसीको मासु त्यसपछि रोस्ट त्यसपछि लोकल कुखुरा बाँकी छ लोकल कुखुरा चाहिँ यता लोकल कुखुरा है यहाँ चाहिँ सबै दाजुभाइहरू ल हेर्नुहोस्
मामा चाहिँ यहाँको आजको जस्तो कि डिएसपी जस्तै भनौँ यसो भाग एकाउन्टेन्ट अनि डिएसपी जस्तै के भाग हेर्दैछ कि कहाँ के भा भनेर हेर्नु पर्यो अहिले फेरि ऊ लाग्छ यहाँ त फेरि फाइन यता के रमाइलै छ है दिनभरि रोटा पोलेर चित थाकेर बसेको दिदीबहिनीहरू ल हेर्नुहोस् है माली लिरमा के मरी जो रात Jangan bojo. Nomor ada kigar sana lah. पिन थाहा छ नि महाना आप्टोलो चाहिँ आची आमा पार्टीको एक्जाम स्याले पिरा बरे पाउना राना हिर स्याग पर पैसा लाग्मा पर्या ना तो चौरे छन् बिहा खसीको भुवा है साथीहरू अनि हाम्रो यहाँ चाहिँ बुढा पार्टीहरू है काछिया ग्वासिया रफुल बोइलर वासे खाली फेरि वासे बाखा वासे माडुक मु लेखेर परे नि यो लोकल वाको के डान्स आफ्टर फेरि पिन लोने
कानिके पिन्डोले काट लिन त इला कानिके गइलो झ्यापै मायालाई हाल्यो भने नि ठिक छैन जमाना है गई लि मात्र डोन चले जहाँ आम पार्टी डोन्ने भाका धनिया चाहिँ माकनी फेरि दोरी के सेल के धनिया चाहिँ माकनी होला कानी हेरमा धनिया काटे छ नाम दे लाउले हटन रिपन के बुढा ए चबा बरसे उमेरै ओइला भाग पनि दिल के हुँदो अहिले पो बुढो भएर नानीको शिरको फुला जुठो छ कि चोखो छ त्यो फुल लाउने मलाई ढोको छ त्यो फुल लाउने मलाई ढोको छ हामीलाई मुख चाहन्छ कि गरान्छ ग्राहक मिसा गरान्छ खै जीवन कुमारी जम्मा बुढाबुढी काठान खेर्केले छ काटे भोलि ज्योति सबै के मासु मासु खाए त लोकबहादुर यहाँ नि होला होइन खै लोकबहादुर खै त होइन के खै साइला साइला हो साइला लोकबहादुर साइलाले त समय राख्नु पठाउनु के पर्सि म आउँछु फेरि अरू दिनहरू यता यो लोकबहादुर हो के तुलबहादुर यता लोकबहादुर हो के जमुना बोइले ढोलो भोलि हाम्रो दौडी मिटिङ छ ए मनका एकछिन तिम्रो रान भने इलाउन काठी त्यो चाहिँ इला छोडेको प्रचार प्रसार लागि म त्यही मैले के बोइज हुनाले के कालामुन त इला सोल पुनम दिन्छ फेरि एगानाल पुनम हो तीनजना पुनमाले हो के पुनम थापा तीनजना पनि हो क्यामेराम्यान कुन पाइन्छ यार है क्यामेराम्यान दिउँ कि सुम भाइ मिन्टो चुन बहादुर पेली ल बिन्दी राख्दिनु त्यहाँ अलिकति